आजकलको रिलेसनसिपमा लभ हुनु मात्र काफी हुँदैन, क्वालिटी टाइम पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ। हामी सबै आफ्नो काम, जिम्मेवारी र बिजी लाइफमा एकदम अल्झिरहेका हुन्छौँ। तर रिलेसनसिपलाई हेल्दी र स्ट्रङ बनाउन एकअर्काका लागि समय निकाल्नु धेरै जरुरी छ। सँगै बसेर कुरा गर्नु, एकअर्काको दिन कस्तो भयो भनेर सोध्नु, सानो डेटमा जानु, वकमा जानु वा सँगै हाँस्नु, यी साना मुमेन्ट्सले रिलेसनसिपलाई अझ गहिरो बनाउँछ। लभ भनेको एक्सपेन्सिभ गिफ्ट्स वा ठुलो सरप्राइज मात्र होइन, कहिलेकाहीँ एकअर्कासँग बिताएको क्वालिटी टाइम पनि सबैभन्दा ठुलो लभ ल्याङ्ग्वेज हुन्छ। जब हामी एकअर्कालाई समय दिन्छौँ, रेस्पेक्ट गर्छौँ र मनका कुरा खुलेर सेयर गर्छौँ, तब ट्रस्ट र अन्डरस्ट्यान्डिङ अझ बढ्दै जान्छ। हेल्दी रिलेसनसिपको सिक्रेट भनेकै कम्युनिकेसन, ट्रस्ट, रेस्पेक्ट र क्वालिटी टाइम हो। त्यसैले बिजी भए पनि आफ्नो मान्छेको लागि सानो समय निकाल्नु नबिर्सौँ, किनकि कहिलेकाहीँ सँगै बिताएको सानो पलले नै रिलेसनसिपलाई लाइफ टाइमसम्म बलियो बनाउँछ।